Happy birthday, happy birthday, happy birthday to you. होइन यति राम्रो चस्मा लाउँदा नि म बाख्रा कोटाल जस्तो देख्ने छु पो त यो कसम के हो यो हो मेरो गोले मामा आज मामाको बर्थडे आज वाइल्ड पार्टी हुन्छ कसम टिटिन्टा भइसक्यो ला ओइ हेलो गाइज गुड मर्निङ तपाईहरुलाई मेरो अर्को भ्लगमा स्वागत छ आजको बिहानको सुरुवात चाहिँ एक गिलास तातो पानीबाट सुरु भइसकेको छ है गाइज बिहान बिहान तातो पानी खाऊ शरीरलाई हेल्दी बनाऊ अनि मेरो नयाँ भ्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ आजको भ्लग स्पेशल चाहिँ आज मामाको बर्थडे प्रतीक कोले मामाको बर्थडे हो है बर्थडे मनाउन जानुपर्ने हुन्छ हामी तर आज पानी परेको थियो पानी परेको कारणले गर्दा आज बिहान जान पाउँदिनँ बेलुका जानुपर्ने हुन्छ अब बेलुका 5 बजे जानुपर्ने हुन्छ है 5-6 बजेतिर अनि मामाको बर्थडे मनाउनु पर्ने हुन्छ आज अनि बर्थडे मनाउनुभन्दा अगाडि के गर्नेछु म तपाईहरुलाई देखाउने नै छु यो रहेको छ हाम्रो बस्ने घर अनि यहाँ छ काम गर्ने सामानहरू म बर्थडेमा जानुभन्दा अगाडि के काम गर्नेछु त्यो पनि देखाउने नै छु तपाईहरुलाई है अब चाहिँ हामी ड्रेस चेन्ज गरेर अर्को काम गर्ने लुगा लाएर काम गर्नुपर्ने हुन्छ है तपाईहरुलाई कस्तो कस्तो काम गर्छ के गर्छ भनेर देखाउने नै छु अनि बेलुका त बर्थडे स्पेशल आइहाल्छ फेरि ल साथीहरु म चाहिँ ड्रेस चेन्ज गरेर पनि अब काममा रेडी भइसकेको छु अब चाहिँ जाम काम गर्नुपर्ने हुन्छ ड्रेस चाहिँ यस्तो छ है धुलो हो यो मिसिन हाने भएर लुगा सबै धुलो हो अब चाहिँ हामी काम गर्नुपर्ने हुन्छ मारी झ्याम्का झ्याम बिहानको सुरुवात कामबाट सुरु भइसकेको साथीहरु सम्झनाका फुल तिमीलाई यादहरू पनि साथी राख माया मेरो म टाढा भए पनि याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई बिजाउँ लेट्स गो साथीहरु अब चाहिँ मामाको बर्थडेमा जानुपर्ने हुन्छ म चाहिँ नुहाइ चट्ट गरेर पनि रेडी भइसकेको छु अब जानको लागि याङ्गो बुक गरेको छु कसम याङ्गोमा तर्खर जानुपर्ने हुन्छ 5:30 बजे यो मलाई छोड्न आएको छ है यसले मलाई छोड्न आएको छ म जाने भनेको यो बाहिर निस्केर मेरो पछि लागेछ म जहाँ बसे त्यहाँ आउँछ हेर्नु है साथीहरु हो भुल्दिन बमा जानुपर्ने हुन्छ मामाको बर्थडे थियो आइसक्रिम खानुपर्ने हुन्छ गएर झ्याम फाइनली गाइज हामी चाहिँ प्रतीक मामाको रुममा आइसकेको छौँ है बर्थडे बोयलाई अब रुममा पुगेर देखाउनु पर्ने हुन्छ बर्थडे बोयको हालत कस्तो छ बाका छ यस्तो अब हामी रुममा आइपुगिसकेको छौँ है जाँदैछौँ हामी रुममा जानु बित्तिकै ह्याप्पी बर्थडे टु यु बाबे भन्नुपर्ने हुन्छ पुरै मजा आमा अन्ध्यारो छ यो
साथीहरू ओ ह्यापी बर्थडे टु यु बाने यता हेर्नु आज नमस्ते तपाईँहरूलाई स्वागत छ यो हो मेरो गोले मामा आज मामाको बर्थडे आज वाइल्ड पार्टी हुन्छ अब रुममा आइपुगे साथीहरू अब सुरु पार्टी मामाको पार्टी सुरु हुन्छ अब यो ओछ्यान छोछ्यानको चाहिँ मतलब नगर्नु होला छोरा मान्छे बस्ने रुम कस्तो हुन्छ तपाईँहरूलाई थाहा छँदैछ सधैँ यस्तै नै हो अब चाहिँ वाइल्ड पार्टी हुने बेला चाहिँ वाइल्ड पार्टी हुन्छ अब वाइल्ड पार्टी हुँदैछ अरे होइन यति राम्रो चस्मा लाउँदा नि बाख्राकोट हाल्छ देख्ने चाहिँ को त यो बाख्राकोट हाल्छ देख्ने को त मैले जहिले डाइलेक्ट दिने कि मामाको बर्थडे स्पेसलको लागि मामाको भेना यो चाहिँ हाम्रो गाउँको फेमस चेपाङ दाई उहाँ चाहिँ न्यू पर्सन उहाँ काभ्रेली सम्धि दाई एउटा डान्स ओए 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 जति कालो भए पनि आमा ह्यान्डसम पर्सन बोय वाह आज अनएक्सपेक्टेड तरिकाको बर्थडे सेलिब्रेट हुँदैछ यहाँ यति सरप्राइजिङ तरिकाले हुन्छ भने सोचेको थिएन अनएक्सपेक्टेड हुँदैछ ल हेर्नु न मा कसम टिटिन्टा भइसक्यो कि ला ओइ टिटिन्टा भइसकेको छ आमा के हो यार अनएक्सपेक्टेड हो त मामा ल के गर्दा सबै सरेर यार मामा के लेख्या हो यो प्रतिभा रहेछ ह्यापी बर्थडे प्रति खोइ त अनि लास्टमा के नै ल यो त मामाको बर्थडे भएन त अनि मामा यस्तो रे के मान्छेले आफ्नो बर्थडेमा नाम काट्नु हुने रे काट्दिनु नाम काटे छैन नि मैले प्रति मात्रै हो के यहाँ चाहिँ के छ हेरौँ ल मामाको बर्थडेको के हो यो यार साइको भयो ला विकासले हो कि बाहुनले हो कि यो हेर यसको नि ह्यापी यस्तो एक्सट्रिम बर्थडे सेलिब्रेट हुँदैछ यहाँ अब नेक्स्ट लेभलको बर्थडे सेलिब्रेट हुँदैछ वाइल्ड पाराको हुँदैछ वाइल्ड पाराको यो चाहिँ हाम्रो गाउँको नम्बर 1 फेमस चेपाङ दाई यो चाहिँ हाम्रो बाहुन पण्डित यो चाहिँ हाम्रो मगर पुजारी छोड्न जटिरा यहाँ आमा कसम के हो दिए दिन्छ है पारा आउँछ यहाँ पारा लेभल आउँछ सबैको माग कसम मगर सम्धि मेरो मोबाइल नसुमा यार आफ्नो बनाउँछ म पारा तरिकाले अब एकैचोटि डाइरेक्ट सेलिब्रेट गरेको अब पर्दैन ल त्यो चारवटै हातमा समाइदियो हुन्थ्यो मामा त्यो माथि उडाउनु मात्रै माथि उडाउनु मात्रै Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you.
वाउ स्पेशल बर्थडे मामाको माग कसम वाउ बल बल चलाउन पाएको मा हेर्न त्यहाँ चलाइ गरे फेरि मामाको दामी तरिकाको बर्थडे सेलिब्रेट भइसकेको छ दामी भयो ल केटाहरू 1 2 3 4 5 6 7 8 सबै क्यामेरामा गयो क्या साइकको बच्चा मामा बामे मैले त यो यहाँदेखि थियो नि त त्यो मैले सोचिरहेको थिएँ कि अगाडि केकमा चाहिँ पक्कै पर्छ भनेर प्लास्टिक केही नि हुन्न क्या त्यो हुन्छ नि प्लास्टिक भनेको त यार अहिले छानिहाल्छ नि त्यो फिल्टर हुन्छ कि फिल्टर हुन्छ अहिले सबै हरेक कुरा फिल्टर हुन्छ कि मामा के चिन्ता गरे ल मामा ल कति तितो हो यो मुखमा चेपाङ त्यस्तो तितो नि त्यो चाहिँ दामी लाग्छ ह्याप्पी बर्थडे मे टु यु वाह ओइ लम्मै हान्नु न ओइ लामै ओइ के हो केही छैन क्या मगरको बच्चा मर्दैन ओइ यसले त 1 पाउन्ड एउटै मुखमा जान्छ कि क्या यार एउटा पाउन्ड एउटै मुखमा जान्छ कि क्या त्यो मगरको हाँसो फेरि मा छुट्टै खायो फेरि क्लियर हो त ओइ तेरो भैनामा अर्को दे रोक अर्को दे न 2 रुपैयाँको नोट छैन एक को चाहिँ छ धेरै एलर्जी हुन्छ फेरि ब्लगर हो नि गुवाम्मै हेर गुवाम्मै गुवा ओए 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 माथि माथिको त खानु हुन्छ चले त नि दाबे त थियो नि अनि अघि दबाउन जान्दैन हो हेर न ल ल त ल गम्मै ल त त्यो फर्स्ट ट्राई हो ओइ मा प्लास्टिक खाइँदैन केही नि हुन्न भोलि आउँछ खुट्टा ढोक तँलाई भिडियो बना भनेको मा खा भने हौ भिडियो बना भने त गाउँ गाउँ दिइरहेको साइको यार क्यामेरा चाहिँ मुनि गरेर म्याच दिइरहेको उपाय नै हेर्नु साथीहरू गिटार बजाउन नआए पनि अलिअलि गाउन चाहिँ आउँछ है राम्रोसँग सुन्नु है सम्झनाका फुल तिमीलाई यादहरू पनि साँचिराख माया मेरो म टाढा भए पनि याद बोकेर हिँडेका बादल झै रूपमा तिमीलाई बिजाउँला याद बनेर हिँडेका बादल बनेर होइन त्यतिका याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई बिजाउँला मायाका कुरा बाँकी छन् तिमी आउनु म त्यही पर्ख्यौला मायाका कुरा बाँकी छन् तिमी आउनु म त्यही पर्ख्यौला सम्झनाका फुलहरू तिमीलाई अनि
सेतु फुल मलाई निकल गई ना हवा कस्तो बिचमा बिगारिदियो यार भावना